अहिले चाहिँ नि नेपाल देशभरि मात्र नभएर संसारभरि बस्ने नेपालीहरूको लागि एउटै मात्र चासोको विषय छ जस्तो लागेको छ है। त्यो चाहिँ नि चुनाव होइन। अनि यस्तै बेलामा चाहिँ मलाई चाहिँ नि थोरै जापानको चुनावको बारेमा कुरा गर्न मन लाग्यो। भन्दाखेरि पनि यो जुन नेपालको चुनावको रमझम भनौँ होइन, यो हो हल्ला भनौँ होइन, यो मोरियागारी के भनिन्छ मोरियागारीलाई होइन, त्यसले गर्दाखेरि चाहिँ नि मैले चाहिँ नि यो जापानको चुनावको बारेमा देखेर चाहिँ नि मलाई अलिकति के भन्छ सोच्नमा आयो क्या। अनि यो मैले सोचेको कुरा चाहिँ तपाईँहरूलाई पनि यसो पनि सेयर गरौँ भनेर चाहिँ म यो विषयमा आज बोल्दैछु होइन। अनि आज चाहिँ मेरो योगाको क्लास थियो बुझ्नुभयो। अनि म जुन ठाउँमा चाहिँ नि योगाको क्लास गर्न गएको थिएँ नि त्यही ठाउँ सेम बिल्डिङमा है, योहरूले गाउँपालिका नगरपालिका वडाहरूको सरकारी बिल्डिङ जुनमा चाहिँ नि त्यो ठाउँमा बस्नुहुने नागरिकहरूले चाहिँ नि विभिन्न प्रयोजनको लागि प्रयोग गर्न सकिन्छ, विभिन्न कामको लागि त्यो युज गर्न सकिन्छ होइन। अनि अब ग्रुपले समूहले भनौँ अथवा स्कुलहरूले भनौँ होइन, यदि त्यो ठाउँ चाहिँ नि खाली छ कसैले युज गरेको छैन भनेदेखि प्राइभेटली पनि त्यसलाई बुकिङ गरेर अनि 1 घन्टाको यति अथवा गोजेन्च्यु बिहानको यति बेलुकाको यति भनेर चाहिँ नि पैसा तिरेर युज गर्न सकिन्छ। अनि मैले चाहिँ नि त्यसै गरी पैसा तिरेर चाहिँ नि कहिलेकाहीँ त्यो ठाउँ चाहिँ नि योगा क्लासको लागि युज गर्छु होइन। अनि आज पनि मैले त्यो ठाउँ चाहिँ नि योगा क्लासको लागि बुकिङ गरेको थिएँ। अनि म योगा गर्न गएको थिएँ होइन। अनि एक ठाउँमा चाहिँ नि योगा क्लास थियो अनि अर्को ठाउँमा चाहिँ नि सेम बिल्डिङमा चाहिँ नि चुनाव भइरहेको थियो होइन। अनि सेम बिल्डिङमा अर्को ठाउँमा चाहिँ नि फेयरवेल जस्तो, फेयरवेल भनेको के भन्ने, फेयरवेल सचिगोसिकी जस्तो भइराखेको थियो होइन, विदाई पार्टी जस्तो भइराखेको थियो। विदाई पार्टी भन्नाले यो मेरो विचारमा प्राइमेरी स्कुल सेवाको थियो कि जस्तो लाग्यो मलाई होइन। अब कसको थियो भनेर मैले हेरेर च्याएर हेर्न त गइनँ, अथवा स्कुल जान मन नपराउने बच्चाहरूको लागि भनेको त्यो छुट्टै स्कुलहरू हुन्छ नि त्यो स्कुलको जस्तो लाग्यो क्या मलाई। स्टुडेन्टहरू एकदम थोरै भएको जस्तो लाग्यो होइन। अनि मलाई अचम्म लाग्यो क्या, नेपालमा चाहिँ यस्तो कुरा त सम्भवै हुँदैन नि, एउटै बिल्डिङमा चुनाव छ, एउटै बिल्डिङमा त्यति धेरै है। अनि त्यहाँनिर चाहिँ कसैले तिमी चाहिँ कुन कामको लागि आज आएको भनेर सोद्धा पनि सोध्दैन, कसैलाई सोध्ने फुर्सद पनि हुँदैन होइन। अब मैले योगा गरेपछि म त्यो योगाको चाहिँ नि सेकिन्छ भने मेन मान्छे भएपछि मैले चाहिँ नि कतिजना आएको, कति बजीदेखि कति बजीसम्म कुन चाहिँ नि हल युज गरेको भनेर रेकर्ड गरेर फर्केर जाने हो। त्यसै गरी अरूहरूले पनि जसले बुक गर्नुहुन्छ त्यसै गरी रेकर्ड गरेर जानुहुन्छ, रेकर्ड गरेर पैसा तिरेर जानुहुन्छ होइन। जिल्लाको चाहिँ नि गभर्नरको चुनाव होइन, चुनाव चाहिँ नि भोलि हो, तर किजिचुमा यस्तो हो भनिन्छ कि जुन भोटको चाहिँ नि अघिल्लो दिनको भोट, एक दिन अगाडि गरिने भोट अनि जो भोलिको भोटको दिनमा चाहिँ नि कुनै कारणवशले भोट दिन जान नपाउने, तर भोट दिन जान नपाउने मानिसको लागि पनि सकेसम्म भोट दिने व्यवस्था मिलोस् भनेर चाहिँ नि बनाएकोलाई चाहिँ नि किजिचुमा तोह्योबी भनिन्छ होइन। अनि त्यो किजिचुमा तोह्योको लागि भोट दिने ठाउँ पनि एक ठाउँमा थियो बुझ्नुभयो। अनि हाम्रो नेपालको यो रमझमहरू, यो जुन हो हल्लाहरू हेर्दाखेरि यहाँ त कति शान्ति भन्नुहोस् न। अब यहाँ भोट चाहिँ बेला बेलामा भइराख्छ क्या। अनि झन्डै यो 3-4 हप्ता अगाडि पनि भोट थियो होइन, त्यतिखेर पनि एकदम सुनसान न के हो हल्ला छ होइन। अनि भनेपछि देश अनुसार चाहिँ नि चुनाव पनि कति फरक हुन्छ क्या। अब न कुनै किसिमको हो हल्ला, न कुनै किसिमको हुलदङ्गा, न कसैले कसैलाई केही आरोप गरेको छ है। कसैले अब तैँले भोट दिनस् भनेर कसैले सोद्धा पनि सोध्दैन, कोही यहाँ यसमा भोट दिनु पर्यो भनेर आउँदा पनि आउँदैन घरमा है। सिर्फ एउटा चाहिँ नि पोस्ट कार्ड आउँछ बुझ्नुभयो। अब यो रन च्यौसा भनिन्छ होइन, फोनबाट ओर्ने त्यस्तो च्यौसा गर्नेहरू, च्यौसालाई के भनिन्छ नेपालीमा मलाई आएन, कसैले बुझ्नुहुन्छ भने लेखिदिनु होला है। त्यस्तो गर्नेहरू चाहिँ हुन्छ होइन। कसैलाई यसमा भोट दिनुपर्छ यहाँ उहाँ फोर्स गर्ने ओर्ने त त्यस्तो गर्ने चलनै हुँदैन होइन। अनि अब प्रचार गरे पनि त्यस्तो पुरा एकदम मान्छेहरू भिड। अब मैले अब जब म सानो थिएँ होइन त्यतिखेर चाहिँ त्यो गाउँतिरको भोटहरूमा चाहिँ नि यो भोट प्रचार गरेर गर्नको लागि हुलै आउने होइन। अब आफूलाई भनेको मन परेन भने त्यही झगडा गर्ने, यो पार्टीले ऊ पार्टीलाई खेदाखेद गर्ने, त्यस्तो गर्ने होइन। अनि यहाँको त्यो भोट देखेर त छ नि यो के अरे शान्ति, कसले भोट दिन्छ न केही मतलब छ न केही छ है। कति देश अनुसार फरक हुन्छ भनेर चाहिँ आज मलाई त्यसको बारेमा बोल्न मन लागेको होइन। नत्र अब यो नेपालको भोट र यो चाहिँ सँगसँगै नभएको बेला भएको भएदेखि चाहिँ मलाई त्यति साह्रो अहिले चासोको विषय पनि हुन्थेन होला होइन। तर नभएर चाहिँ जापान बाहेकको देशमा चाहिँ नि अब नेपालको त अलिअलि थाहा छ, धेरै त थाहा छैन होइन। अनि जापान बाहेकको देशमा बस्नुहुन्छ र यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँ बस्ने देशमा चाहिँ नि भोटको बेलामा कस्तो हुन्छ भन्नुहोस् न, अथवा भन्नु भएन भनेदेखि कुनै के अरे यहाँनिर कमेन्टमा लेख्न गाह्रो भयो भनेदेखि कुनै पोस्टहरू भए पनि गर्नुहोस् न। अलिअलि इन्ट्रेस्ट लागेको छ। इन्डियाको त अब नेपाल जस्तै होला है। अनि अरू देशको चाहिँ कस्तो हुन्छ है, तपाईँहरूको कस्तो तरिकाले प्रचार हुन्छ अनि कमेन्ट गर्नुहोस् अथवा पोस्ट गर्नुहोस् न। अलिअलि के अरे जान्न चाहिँ रहर लाग्यो क्या।